बोकेर लान्छु टेन्सन छैन फर्केर आउँछ है त यहाँको सालेहरु नरोज्नै तपाईले भइसक्यो पाला फेरि छ ल है आजको ब्लग चाहिँ हाम्रो के रे उयो सम्बन्धी के रे बिहे सम्बन्धी छ हामी बिहेको अब मण्डप देखाउन गइरहेको छु यस्तो छ है ल दिइहाल्छ नि यस्तो छ माहौल टिम छ यो चाहिँ भोलि बिहे हो र यहाँ छ हाम्रो चाहिँ ए हाम्रो होइन के रे हाम्रो गाउँमा भोलि बिहे हो है यस्तो छ यहाँ भोलिको सेफ हो के रे उयो भाडा मस्काउने भाडा मस्काउने ल 15 वटा कुखुरा 6 किलो 5 किलो वाला ब्रोइलर कहिले जिम्मालाई पठाउनु पानी जन्मेन है यता भित्र नि मासु काट्छु देखा ल हाम्रो चाहिँ यहाँ पार्टी चल्दैछ भर्खर चपाउनै सकेन यार के हो यो राको माल के रे पुस्न लुगा पुस्न छ्या म बहाल ल्याउँछु ओ हातले हैन राको माल काजले खाएन ओइ खान खानी आइसक्यो राको माल जति चाहिँ अनि छाला यो के हो छाला मात्र के हो यो मासु हो भयो नखा मिस्टर नसा हो भयो अहिले यो दिनु मन लागेको टुक्नै नखानु राको माल अब हामी है हाम्रो चाहिँ यहाँ मासु काट्ने कार्यक्रम भइरहेको छ अथमा यता यता ये ल ये पानी आएन धेरै भयो है मासु आज पार्टी चाहिँ कति होला चाहिँ यहाँ पुरै आँखा तन्काएर बसिरहेको छ हो के छ ठिक छ सानी होइन हजुर हामी चाहिँ यहाँ उठिसकेको बिहेको लागि यस्तो छ अहिले काम गरेर आएको ओइ सब निन्द्रामा कति घन्टा सुत्दैछु त 2 घण्टा पनि सुतेन 2 घन्टा नि सुतेन ल हेरौँ काम गरेर हामी नि ल एउटा भिडियो बनाउँछु म के भाडा मास्ने कार्यक्रम भइरहेछ जुस लिन भाइ जुस पर्दैन के हल्का हल्का जुसले राम्रो हुन्छ क्या यस ल ए भाडा मास्ने मान्छे त्यहाँ हैन एकजनाले मस्का एकजनाले हो त्यही गरौँ एकजनाले मस्का यो चाहिँ ठगै रिटेक बिहानभरि काम गरेर बस्यो अनुहारै देखे हेर त अनुहारै देखे हेर ल अनुहारै देख्यो क्यामेरा देखेछ केटाहरु ताते आज को हामी यहाँ तातिहाल्छ नि ल ल हामी नुहाउन जान लागेको चाना आइज लुगा धुने हो के लुगा धुनेर त बोक्दैन धोएर बस्छ चाहिँ होइन हामी चाहिँ यस्तो छ ल ल हामी चाहिँ अब खोला हिँडेको नुहाउनलाई नयाँ पक्ष लिएर ब्रो चाहिँ खोलामा आइसकेको छु यस्तो यहाँ लुगा फेर्दै पो रहेछ यो त ल ओइ डाइभ हान ल ल मिठो हान्दै लामा मलाई डाइभै हान्न आउँदैन 3 जना
एकचोटि डुबिसकेको छ ल र यहाँ चाहिँ केटाहरू चाहिँ पुरै लुगा धुइरहेछ ल के अरे हाम्रो चाहिँ होइन अब बिहेमा कुन लुगा लाउने भन्ने सल्लाह भइरहेको छ सबैले यहाँ कट्टु लाउने सोचमा छ कसैको लुगा पनि छैन र हामीले चाहिँ काम गर्नुपर्ने हुन्छ होइन काम गर्नुपर्छ हामीले आफ्नो गाउँमा बिहे भएपछि काम गर्नुपर्छ भने त्यहाँ सो अफ गर्ने होइन क्या नइसकेको होइन अब चाहिँ हामी फेरि बिहे खान जाने हो यस्तो छ नआएर बिहे खान जानुपर्छ है हामी चाहिँ नुहाउनु पर्छ कि भर्खर काम गरेर भाडा मस्काएर आएको म नि ओहो ल ल ल के भयो ए के लाउनु पर्छ कट्टु भेस्ट लाउने हो क्या ल आइसकेको ल यहाँ चाहिँ पुरै डेक सेक ल्याइसकेको अब चाहिँ हामी सिधै एकछिनमा अब जन्ती आएपछि अनि हामी जन्ती आएपछि भेट्छौँ है ल यहाँ चाहिँ बेहुलाको इन्ट्री भइसकेको छ ल हामी चाहिँ अब भर्खरै एक लट मात्रै खाना खाएको अझै हाम्रो कति लट बाँकी छ अझै खाना खान यस्तो छ अब यहाँ चाहिँ यहाँबाट चाहिँ हामी सिन हेर्न जान्छौँ ओहो सबजना पेट देखाएर कत्रो भयो ओहो यहाँ चाहिँ बेस्ट इम्प्लोइ अफ द मन्थ गणेश श्रेष्ठ यो है लगभग यहाँ प्राइज ल्यायो भने यसले पाउँथ्यो है खड्गोला माझेर पाउँथ्यो यसले जाने मान्छेले भन्नुहोस् अब माला लाउनु सेप बनाइसकेको छ है माहौल मान्छे भर्खर यो आएको
पछाडि बसेर गराउनु होइन नि हेलो तपाईँको दाम छ नाच्न म ब्याउलीपट्टिको क्या खोइ साली खोइ सालीले समाउनै सक्दैन के काम यार खोइ खोइ म बोलेर लान्छु नि मेरो साली त साली कसको भेनाको घर कसको म त साली बोकेर लान्छु नि फेरि म अघि नै त्यहीबाट आऊ के सबै राखेर आएको के म फेरि पनि आउनु लाग्यो भइसक्यो सिन्दुर मात्र नपरेको बोकेर लान्छु टेन्सन छैन म त अर्को लाने विचार छ ब्याउली लाने छ कि छैन भन्छ यार अर्को पायो भने अर्कै लाने हो त्यो त अर्को लाने हो क्या पायो भने होइन होइन कहाँ त्यस्तो रहेछ हाम्रो पनि दिदी बात छ नि त हामी पनि जानेछ अलिअलि मसँग जाने छ साली हाल कस्तो बोकेर लान्छु बोकेर लान्छु ल सालीलाई माछा बजार हो साली कसको माछा बजार है ल ठिक छ म फेरि फर्केर आउँछु है यही बस्छु म फर्केर आउँछु है त्यो छ यहाँबाट एकदम रमाइलो भइरहेछ आज फोटो खिच्न आएको थियो यिनीहरूको अनि अब फेरि आर्यनले चाहिँ लुगा लिएर आएको रहेछ त्यसको अनबक्सिङ गर्न जाँदैछु ल ल ल ओ अनबक्सिङ ल ल आर्यन ल यहाँ के छ है जहर पनि पठाइदियो हाम्रो त हो नि हाम्रै हो त्यही त हो नि ज्याकेट त ठुलो यत्रो हुन्छ किनेको कस्तो कुरा गर्छ यो त यो त ठुलो ज्याकेट होइन कि अब ठुलो होइन है यो त ठुलो ठुलो भयो यो होइन कि क्या हो खोइ हेरौँ अर्केको हो क्या खोइ कहाँ गएको थियो शुभम छेत्री त्यहाँ छ अनि त्यसपछि यो सफल भत्रै यो त पसल नाम हो होइन अर्केको र अब यो फेरि माग्छ कति निम्न लाइसेन्स लिएर जानु बेहुली जान लागिसक्यो है यहाँबाट आमा दिदी जान छ है कसले अहिले